मलाई कसले बे गर्छ भनेर मलाई एकदम धेरै पिर छ। हल्का टाइपको नि छ क्या मौसम चाहिँ। म खासमा कुलजाइ भएर नै आएको खासमा। कस्तो लाग्यो? दिन चाहिँ बेस्ट राम्रो लाग्यो हामीलाई एकदमै राम्रो छ मुभी चाहिँ एकदम राम्रो छ हैन। राम्रो छ। लास्ट फेफुला नमस्ते, स्वागत छ आजको मेरो नयाँ भिडियोमा, आलु पाँडे भिडियोमा। एन्ड हजुर सबैजना सन्चै हुनुहुन्छ होला? म एकदम सन्चै छु। अनि त्यही हो, तपाईँहरूले मेरो भिडियो हेर्दै हुनुहुन्न। अनि त्यही हो, अब मैले चाहिँ केही पनि लगाएको छैन अनुहारमा। अब म सनस्क्रिम लाउँछु, अलिअलि मेकअप गर्छु। अनि त्यस पछाडि चाहिँ आज चाहिँ हामी मुभी हेर्न जाने प्लान गरेको छौँ। सो मुभी हेर्न जानु आँटेको। अनि अब टिकट काटेको छैन हामीले। अनि अब डाइरेक्ट त्यहाँ जान्छौँ, हलमा जान्छौँ। टिकट पाइहाल्यो भने हेरिन्छौँ, पाएन भने हेरिनौँ। अनि त्यस पछाडि म चाहिँ आज मैले मेकअप अलिअलि पोच्छु। त्यसको चाहिँ म भिडियो बनाउँदिनँ, किन भन्दाखेरि मेरो फोनमा चार्ज छैन, फोनमा चार्ज गर्नु छ। सो त्यही भएर अनि डाइरेक्ट रेडी भएर ट्याङ रेडी त खासै त्यस्तो त हुँदैन, डाइरेक्ट मुभी हेर्नु जाने हो। अब त्यही भएर उता उता परेर जान्छौँ। अनि यहाँ त अनुहार देखाऊ। अनि त्यसै हामीसँग जोडिँदै गर्नु होला। अब चाहिँ हामी चाहिँ चल्दिएको। अब टक्कसँगले मजा लाइन्छ, चप्पल जुत्ता के भएर लाइन्छ। अनि त्यस पछाडि चाहिँ गइन्छ। टिकट पाएन भने चाहिँ रुँदै घर फर्किनु पर्ला। म चाहिँ अनि म चाहिँ हाँसी हाँसी आउँछु गाइजहरु। ओके गाइजहरु, हजुरहरु, गाइजहरु भन्नु होइन क्या, हजुरहरु भन्ने। फिल्म हेर्न चाहनुहुन्छ भने होस्टेल 3 हेर्न यु क्यान गो नाउ। आजदेखि रिलिज भयो। अनि अब चाहिँ हामी गएको निस्केको यहाँदेखि। हामी चाहिँ खासमा होस्टेल 3 मुभी हेर्न जानु आँटेको। अनि टिकट बुक गरेको छैन हामीले। अनि अब डाइरेक्ट त्यहीँ गएर टिकट लिने हो। पायो भने पायो, पाएन भने पाएन। हामीले चाहिँ अगाडि बुक नगरेको, किन भन्दाखेरि हामीलाई अनलाइनबाट त्यो बुक गर्न आएन, त्यही भएर। अनि हामी सिधै जाने हो गाइज। सिधै जान्छौँ। अनि टिकट लिन्छौँ। पाइहाल्यो भने पाइहाल्यो, पाएन भने अब के गर्ने र रुँदै फर्किउँला नि। के सरर हो क्या, हामी घुम्दै फर्किन्छौँ। अचम्म क्या, हामी दुईजना के खाएर ढिलो भयो। उजाउ टिकट उयो गर्न, त्यो अनलाइनबाट टिकट बुक गर्न, टिकट काट्न के भन्छ त्यो नआएको क्या, नआएको हेत्तेरीको गुवादियो म त। तर अब के थाहा, फर्स्ट टाइम अनि सो बिग्रियो भने। त्यही भएर यता हेर्नुहोस्, म यस्तो छु, मेरो हालत यस्तो छ, मलाई केही गर्न आउँदैन, यताउति केही त्यस्तो छ। त्यही भएर मलाई कसले बे गर्छ भनेर मलाई एकदम धेरै पिर छ। सुन्ताले त केटा पाइहाल्छ, ऊ त एकदम राम्री मान्छे छ है, गोरी राम्री चिटिक्क परेको छ। मलाई चाहिँ पाउन गाह्रो छ। यस्तो आलु पाँडे गुवादे केटीलाई लाँदैन होला। थाहा छ नि, थाहा छ, यो उल्टो सब अपोजिट भइरहेको। लु अब क्याप लाउने, यो चाहिँ मेरो क्याप हो, म क्याप लाउँछु। अनि मास्क लाउने। यहाँनिर आऊ न, यहाँनिर जमाना चस्मा देखाउ। यो चस्मा चाहिँ 20,000 को है, 20,000 को। ल हामी गएको ल। मौसम चाहिँ एकदम पानी पर्ला जस्तो टाइपको छ। खतरा जे पिरो खाने मौसम छ यहाँ। होइन, बोयफ्रेन्डसँग डेटिङ जाने टाइपको छ क्या। अनि हल्का टाइपको नि छ क्या मौसम चाहिँ, टक्कसँगले च्यालेन्ज। हामी यस्तो कमिटेड मान्छे पर्यो तर झन् खतरा हुन्छ नि, पानी पर्यो भने हलभित्र मस्त हामी मुभी हेरेर हुन्छ है। उसले अम्बो कसम भनेको यो भ्लग चाहिँ मम्मीलाई नदेखाऊ है। देखाउँदिन, तर युट्युबमा आउनु जाउँछ होला। ओके, अब गुन्डिनी परेर जानुपर्छ। म चाहिँ हल्का मेकअप गर्न त गरे, तर के गर्नु, मास्क लगाएपछि मेकअप गरेर नगरे के काम है। अलिअलि गरे त्यस्तो होइन। मैले त मलाई त यसले हामीलाई कोरोनादेखि बचाउँछ। कोरोना गइसक्यो, कोरोनामा कम त लाग्यो, तर मैले त्यो कोरोनादेखि हो क्या बानी बसेको, मास्कै खोल्नु। मैले त त्यहाँदेखि हो मेरो पनि बानी भएको। नभए म पहिला त मास्क क्या के गर्ने, के बिर्स्यो हुन्छ मास्क लगाएन भने। यसरी मास्क लगाएपछि चाहिँ हामीलाई एउटा चिज राम्रो हुन्छ, के भन्दा धुलो धुवा छुइन्छ, त्यति हो। त्यो राम्रो हो नि त, एउटा पार्टमा त राम्रो। यसरी चल्दिने हो नि त।
ल बाई। यसरी 20,000 को चस्मा लाउने यसरी अनि जाने। हामी चाहिँ यस्तो चिरी चट्टा त परेन आज, यत्तिकै मुभी मात्र हेर्ने भनेर। अनि त्यस पछाडि मौसम पनि यस्तो छ नि त, हेर्नु न आकाश पुरै कालो बादल जस्तो पानी पर्छ। हामी सोचिरहेछौँ पानी परोस् अनि त्यसपछि फिल्ममा आमामा अझै धेरै रमाइलो होस्। त्यो मुभी मलाई लाग्छ रोमान्टिक त छैन, कमेडी छ क्या, कमेडी स्टुडेन्टहरूको लागि पर्फेक्ट। अहिलेसम्म म त होस्टेल बसेको छ नि, तिमी बसेको छैन? छैन, हामी अहिलेसम्म होस्टेल बसेको छैन। त्यही पनि त्यो होस्टेल सम्बन्धी प्राय होस्टेलमा बसेको नानी बाबुहरूले चाहिँ हेर्न जान मिल्ला। नानी बाबुहरूले जसले हेर्दा नि हुन्छ, हामी नि सानै छौँ, नानी बाबु नै। अब हामी यहाँबाट कति आधा घन्टा लाग्छ होला सायद पुग्नलाई। त्यति लाग्छ हामी बसमा जाउँ। मलाई चाहिँ गर्मी भयो, मलाई त कसरी चिन्दैन, कस्तो भबाल परेन। भरे आउँछ यो भरे चाहिँ आयो, भरे कति बेला आइपुग्छ हामी। यो मलाई यो हालेर चाहिँ राम्रो लाग्यो। 880 टिकट देखाइदिउँ त, एउटा बोकौँ न। एउटा ल तिम्रो कति ठुलो मेरो होइन नि ल थ्याङ्क यू। त्यसो हामी यतिबाट जाने एकछिन डुलौँ न। 245 त्यो 245 को छ होइन गाइजहरू। यसो टाइम छ चाहिँ त्यसो टाइम छ, यस्तो बेज्जत यार। हामीलाई हल्का छ नि थाहा छैन, एकदम फन्नी मान्छे होइन कुन फ्लोरमा छ भन्ने थाहा भएन। अब यस्तो गर्ने त्यसरीसँग चाहिँ गर्दै खिच्यो खिचिसक्यो। म हेर्छु तिमीले भयो कस्तो आइरहेको छ। यस्तो गर न। ल ल हामी चाहिँ बन्द रहेछ हो। ब्याक टु हामी सिडी। हामी चाहिँ यतिकै डुलिरहेछौँ। हामी चाहिँ के भयो भन्दाखेरि 245 को लियौँ। के भन्नु गाडीले ढिलो ल्यायो, नत्र अगाडि पनि पाउँथ्यौ। इट्स टाइम फर होस्टेल 3 है, त्यस्तै छ। टिम हेर्न मात्र आउने होला क्या आज सबै। मजा आयो। यहाँ पो रहेछ, यता रहेछ नि त हल त। थाहा नभएको यो यहाँमा कति आइसक्यो त्यो पनि मलाई थाहा नभएको क्या। टन्नै अप्सन ए टन्नै रहेछ। ल ल ल ल सर 26 भयो। अब 45 to 45देखि हाम्रो छ। अनि त्यसरी हामी हलभित्र छिर्छौँ। हिही अहिले चाहिँ हामी लाफिङ खान आँटेको। लाफिङ मात्र खाइदिउँ है। लाफिङ एन्ड लाफिङ। मलाई चाहिँ कस्तो जहिले बस चढेपछि वाक लाएर लाफिङ खान मन लाग्छ। 30 भइसक्यो थियो अघि नै। अब 34 भयो गाइज। अब हामी चाहिँ 45 मा हाम्रो होस्टेल थियो। ए मान्छेहरू त फिल्म हेर्ने टन्नै आएको जस्तो छ नि। लाफिङ खाएका लाफिङ खाने हो। त्यहाँ हाम्रो क्यामेरा है। हावा आउँछ त। टेबलहरू टाढा भयो क्या। अमिलो त पढाएर छ। सुन्ताले देख्नु भएको छ अनि त्यो डोराले छैन। डोरा अब हामी आइसक्यौँ। अब 2 मिनट 1 मिनट बाँकी छ। हाम्रो कहाँनिर जे हेर त जे ला लास्टमा होइन कुत्ता हो पर। अब हामी हाम्रो चाहिँ फिल्म स्टार्ट हुनेवाला छ।
तर लाग्ने ब्रेकहरू लगाइरहेको छ वेटिङ इज अ साइन अफ लभ प्यासेन्स हुनुपर्छ नि त्यत्रो पैसा तिरेपछि जस्ट किडिङ हेर्नु आएको त्यसैले हामी धेरै एक्साइटेड भइरहेछ होइन यङ नै हुनुहुन्छ हौ होइन कि त्यही नि यहाँको पुरा संस्कारी म खासमा कुलदाई भएर नै आएको खासमा यो मुभी हेर्नलाई अनि म चाहिँ उसको पछि कुलदाई अनि हँसाउने हुनुहुन्छ त्यो एउटा अघिको सुरुमा सरसम देखाएर रुपाक भन्ने कि रुप्पा भनेर ब्रेक टाइम बिचमा पुग्यो फिल्म चाहिँ अब अर्को कहाँ जानुभयो दुईजना नै हुनुहुन्थ्यो त हामीले चाहिँ एकदम राम्रो लाग्यो बेस्ट लाइट बल त कस्तो राम्रो देख्छ जाउँ त्यहाँ जाउँ न त्यहाँ हुनुहुन्छ म चाहिँ भिडियो खिचेँ टाढाबाट होइन क्या हजुर बुवा पनि हुनुहुन्छ है हामी चाहिँ फोटो खिच्ने वेटमा छौँ यता सुबो Oh my god देख्दैन शर्मिला तामाङ भ्लगलाई सब्स्क्राइब गरिदिनु सबैजनाले मुभी कस्तो लाग्यो सबै साथीहरूलाई भन है हामीले चाहिँ फाइनली फिडब्याक दियो वी आर भेरी ह्याप्पी टु मिट हिम एकछिन न फोटो खिच्नै मागिसक्यो ए मलाई त लाज लाग्यो छ्या मैले त सोचेको थिएन उहाँहरू आउनुहुन्छ भनेर नछ भने यो शर्मिला त मैले मोटिभेट गर्नुपर्छ यार गाइजहरू ब्लगमा कृपया कराइदिनु होला ड्याङ्काडा ऊ चाहिँ सेठी भएन गाइज उसलाई चाहिँ एकदम एक्साइटेड होइन एक्साइटेड भएर ऊ चाहिँ कामिरहेको अनि त फिल्म चाहिँ द बेस्ट राम्रो लाग्यो हामीलाई एकदमै द होस्टेल फ्री रिकमेन्डेड होइन फ्रेन्डसिपको लागि पनि तपाईँहरू साथीहरूसँग बसेर हेर्न सक्नुहुन्छ र जस्तो भयो नि हेर्न आउँछु चाहिँ भनेको थिएँ नि त अब भ्लग चाहिँ मजाले बनाउन पाएन अब हामी चाहिँ घर चल्देको होइन घर जाने एउटा मान्छेले के भनेको थियो म त्यो लास्टमा कुलदाईसँग भिडियो खिचिरहेको बेलामा लाइभमा बसेको छ तपाईँ हजुर त्यो उसँग तपाईँ भन्नुभएको थियो है बसेको छ त लाज लगाएर अनि भागेँ म त किन भागेको दाइ फिल्म मात्र अनि पर्सनालिटी पनि झन् फिल्म खेल्नु भयो है ओ माई गड वाउ भेरी एक्साइटेड र त्यो एक्साइटेड लेभल चाहिँ हाम्रो कम्प्लिट भयो क्या लास्टमा हामीले भेट्यौँ पनि वाज सो स्वीट मैले सोचेको पनि थिएन कसम यहाँ आउनुहुन्छ भनेर है मुभी सकेपछि लास्टमा आउनुहुन्छ भनेर हामी त मुभी सकिने घर जाने अनि त्यही भएर त यत्तिकै हाउडे तालमा आइदिएको नि खुसी लाग्यो राम्रो छ मुभी चाहिँ एकदम राम्रो छ होइन राम्रो छ अनि साथीसँग हेर्नु आउँदा चाहिँ बेस्ट होइन त्यस्तो राम्रो छ एकदम राम्रो हामी त अब होस्टेल बसेको छैन त्यही पनि होस्टेलमा बस्नेहरूले झन् हेरेको राम्रो नि होस्टेल एकदम राम्रो छ अनि फ्रेन्ड सर्कल राम्रो छ कसरी सपोर्ट गर्नुपर्छ फ्रेन्डलाई यु क्यान कम एन्ड वाच क्या बेस्ट होस्टेल 3 ओके उसलाई चाहिँ घर जानलाई हतार ढिला भइसक्यो घरमा भइसक्यो फिल्म हेरेर यस्तो एक्साइटमेन्ट भएको छ तर नो रिग्रेट है घर जानु ढिलो भयो मलाई नि रिग्रेट भएन थोरै गयो फिल्म
टाइममा धेरै चिच्याएर फर्स्टदेखि लास्टसम्म हामीलाई अल्छी लागेन क्या हामी त खाक्कै अलिकति धेरै छुटेन अलिकति मात्र थोरै त्यस्तो केही भएन छ त्यो केटीको त्यो पछि हालेर छ नि त यस्तो भयो भनेर हल्का मात्रै लेट भयो यस यस Para guys, you need to watch this movie, okay? Okay.